हिजोको हजुरलाई गेम कस्तो लाग्यो नेपालको? अब मैले त हेर्न पाइएन नेटको प्रब्लमले गर्दाखेरि, तैपनि मैले चाहिँ अब पछि मोबाइलमा न्युजहरूको पढे अनुसारले चाहिँ जे भए पनि नेपालले त्यतिसम्म चाहिँ उनीहरू वर्ल्ड कप त्यो खेलिसकेको मान्छेहरू होइन, T20 वर्ल्ड कप विजेताहरू हो नि त इङ्ल्यान्ड भनेको त। उनीहरूलाई 4 रन नपुग्न हाम्रो नेपालले त्यो हारेको मानिँदैन कि, त्यसलाई चाहिँ जितेको बराबर मानिन्छ। चाहिँ एकदमै बवालै भयो भनौँ है। सोचेको चाहिँ थिएन नेपालले यतिकोसम्म चाहिँ चेज गर्न सक्छ भनेर है। हाम्रो यस्तो टेस्ट नेसनसँग चाहिँ यस्तो बवालै खेल्यो होइन। गेम चाहिँ एकदम एक्साइटेड नै भएको थियो है। रन चाहिँ राम्रै चेज गर्यो भनौँ, एकदम नेपाललाई एकदम सपोर्ट छ, अझै यस्तै गर्दै जान्छ भन्ने आश छ एकदम। वेल प्लेड बाय। जितेदिस जस्तो थियो, अब लास्ट ओभरमा बिग्रियो। लगभग पुरै टक्कर दिएछ इङ्ल्यान्डलाई, सबै तारिफ गरिरहेछ। एकदम बवाल लाग्यो, सियोर क्वालिफाई हुन्छ जस्तो लागिरहेछ। एकदमै अब हुन्छ नि तपाईँको लास्ट मोमेन्टमा चाहिँ अब टु बलमा 6 रन चाहिरहेको थियो होइन, अनि 81 विकेट गयो। एकदम स्याड मोमेन्ट थियो। अब ठिकै छ, अब अरू गेमहरूमा राम्रो गर्दै जाला जस्तो लाग्छ मलाई चाहिँ। अब बेस्ट अफ लक फर नेपाल टिम होइन। अब आइसिसी वर्ल्ड कप हाम्रै हो जस्तो पनि लाग्छ। अब हेरौँ, लेट्स सी। गेम त एकदमै एक्साइटिङ भयो। मैले त सोचेको पनि थिएन कि नेपालले यति धेरै टार्गेट एचिभ गर्न सक्छ भनेर। अब पनि राम्रो खेलोस् भन्ने मेरो चाहना छ।